मेरो प्रोजेक्ट पिरियड चाहिँ 3 वर्ष हो र लगभग 2 वर्ष क्रस भइसक्यो। अब लगभग 9-10 महिना बाँकी छ। यो प्रोजेक्ट पिरियडभरिमा यो रोड ट्र्याक ओपन गरेर र प्रोजेक्टै कम्प्लिट गर्ने चाहिँ मैले प्लानिङ बनाएको छु। जुन अहिले हामीले यो हेऱ्यौँ, यो एकदमै अप्ठ्यारो ठाउँ देखियो होइन, यसले चाहिँ कसरी ट्र्याक ओपन गर्ने यहाँको प्लान गर्नुभएको छ? मैले कन्टिन्यू यो मङ्सिरदेखि अहिलेसम्म चाहिँ यो कटिङ सुरु गरेको लगभग 100 मिटर जति कम्प्लिट भयो। अब के अरे कटिङ गरेर अलिक काम त भइरहेछ। अब अझै वर्षौँ लाग्ला जस्तो देखेपछि मैले चाहिँ अरू अप्सनहरूको रूपमा चाहिँ आजबाट मैले यो केमिकलहरू लिएर आएको छु। ड्रिल गरेर केमिकल राखेर त्यो रकलाई चाहिँ क्र्याक गराउने हो कि भनेर चाहिँ कतिको सक्सेस हुन्छु भनेर म चाहिँ यो नयाँ तरिकाले चाहिँ यसरी लागेको छु। हेरौँ अब गरेपछि मात्रै अनि अब रिजल्ट थाहा हुन्छ। यो केमिकलले कसरी काम गर्छ अलिकति यहाँले जानेसम्म भनिदिनु। अब यो केमिकल चाहिँ यस्तो हो, अब हामीले पहिला होल गर्छौँ। ड्रिल गरेर होल गरेपछि हामी 3 फुट 5 फिट 8 फिट 12 फिट कतिको होल गर्ने त्यो चाहिँ हामीलाई आवश्यकता अनुसार होल गर्छौँ। त्यसमा ल्याएर अनि हामीले चाहिँ त्यो केमिकल त्यो होलभित्र हाल्छौँ र माथिबाट त्यो केमिकललाई चाहिँ हामीले त्यो होलभित्र हालेको केमिकल हालिसकेपछि चाहिँ हामी त्यसलाई बन्द गरिदिन्छौँ। त्यसपछि त्यो 12 घन्टादेखि 72 घन्टाभित्रमा त्यसले चाहिँ क्र्याक गराउने काम गर्छ। अब त्यो अलिकति रकमा नि ढुङ्गामा नि फरक पर्छ होइन, त्यसले गर्दाखेरि अब कस्तो हुन्छ यहाँ हेरौँ। भनेको यहाँले तोकिएको समयमा यो काम सम्पन्न गरेर गाडी गुड्नेसम्मको सडक निर्माण गर्न पहल गरिरहनु भएको चाहिँ सक्नुहुन्छ? एकदम हामी लागेका छौँ। मलाई जबसम्म लाग्छ यो कुनै पनि विकल्प अपनाएर आफ्नो प्रोजेक्ट पिरियडभित्र, यो 3 वर्ष प्रोजेक्ट हो, त्यो भित्रमा सम्पन्न गर्ने चाहिँ तयारीमा छु म। हस्, धन्यवाद।